आजको समय भनेको लोकतन्त्रको युग हो है। लोकतन्त्र आजको शासन भनेको लोकतन्त्र। लोकतन्त्र भनेको जनताको लागि जनताद्वारा जनताकै शासन हो। यहाँ कुनै शाहवंश, कुनै चाहिँ अमोक शासक, कुनै राणा जस्तो, कुनै सैनिक जस्तो एकीकृत शासन होइन, कसैलाई मान्ने कुरा होइन। यो देश मूलवासीहरूको, यो देशका मगर गुरुङ है मध्येका आज मगर दिवसले गर्दा मगर मूलवासीभित्र पर्दछ। यो देश मूलवासीको हो। मूलवासीको भइसकेपछि उसले आफ्नो देश चलाउन पाउने जन्मसिद्ध अधिकार छ, नैसर्गिक अधिकार छ, कानुनी अधिकार छ। तर राज्यले आज मूलवासी भन्न दिएको छैन। आज हामीलाई के बनायो उनले? आदिवासी, जनजाति, दलित बनायो। हेर्नुहोस्, यो यस्तो खालको चाहिँ विभेद नीति छ। आदिवासी भनेको माइग्रेट पिपल हो। आदिम कालमा बाहिर कतैबाट आएर बसेकाले आदिवासी हो भनिएको छ त्यहाँ। हेर्नुहोस्, अब हामी कुन कालखण्डमा कहाँबाट कहिले आयो त? केही प्रमाण छ हामीसँग? हाम्रो पुर्खा कहिले कहाँबाट आए भन्ने हामीसँग कुनै प्रमाण छैन। किन प्रमाण छैन भन्दा हामी यहीँको उत्पत्ति हो, त्यसै कारणले बाहिरबाट आएको प्रमाण छैन। तर प्रमाण नहुँदै पनि फेरि आदिवासी स्वीकार किन गरिरहेछौँ त हामीले भन्दा राजनीतिक चेतना नभएको कारणले, पोलिटिकल कन्सियस नभएको कारणले हामीलाई थाहै छैन। उनले जे भन्यो हस हजुर भन्दै हिँडिरहेको छ। जनजाति भनेको अर्को। जनजाति भनेको अङ्ग्रेजीमा नोम्याड जिप्सी हो। जनजाति भनेको देशै नभएको मान्छे हो, घुमन्ते फिरन्ते। यो देशमा कहिले यहाँ दुःख पाउँछ, कहिले अर्को देशमा, कहिले अर्को देशमा। देशै नभएकोलाई जनजाति भनिन्छ, नोम्याड जिप्सी भनिन्छ। जर्मनको ज्युसहरू जनजाति स्वीकारेको कारणले 60 लाख जनजातिलाई जर्मनको हिटलरले ग्यास च्याम्बरमा मारेको इतिहास छ। त्यस कारणले हामीलाई यो हालतमा दलित भनेको पनि अछुटै, मतलब त्यो मूलवासी हो तर त्यसलाई चाहिँ दलित भनेर अछुट बनाएर अनटचेबल भनेर बनाइदियो। त्यस कारणले हामी त्यो होइन। अब हामी मूलवासी हो भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। अनि मात्र बल्ल यो देश बन्छ। हेर्नुहोस्, यो देश किन बनेको छैन आज है? लोकतन्त्र त हो, तर लोकतन्त्र भनेको मैले अघि नै भने जनताको लागि जनताद्वारा जनताकै शासन हो। भनेको तपाईँकै शासन हो, मेरो शासन तपाईँको शासन। जब तपाईँ बस्नु भएको छ तपाईँकै शासन हो, यहाँ चलिरहेको छ। तर लोकतन्त्र किन सफल भएन त भन्दाखेरि यहाँनिर हामीलाई अझै पनि थाहा छैन। हामी त शासक त अर्को खोजिराखेका छौँ, त्यो होइन। अब हामी शासक तपाईँ हामी नै हो। तपाईँकै छोराछोरी नाति नातिना शासक बनाउने तपाईँको जिम्मा, शासक बनाउने अवसर भनेको यो लोकतन्त्रले दिन्छ। लोकतन्त्र जनताको शासन प्लस त्यो मात्र होइन, कानुनको शासन हो, विधिको शासन पनि हो लोकतन्त्र। फेरि कानुन भनेको देशको मूल कानुन हुन्छ, संविधान हुन्छ। अब मैले थोरै कुरा म कानुन पनि पढेको हुनाले, कानुनको विद्यार्थी भएको हुनाले कानुन मोस्ट इम्पोर्टेन्ट कुरा हो, बहुत महत्त्वपूर्ण छ। देशको मूल कानुन संविधान। संविधानमा मगर गुरुङ राई लिम्बू कामी दमाई सार्की लेखेको छैन। संविधानमा धारा 84 उपधारा 2 मा हेर्नुहोस्, संविधानमा ब्राह्मण क्षेत्री वैश्य के अरे ब्राह्मण क्षेत्री ठकुरी गिरीपुरी भनेर लेखिएको छ। देशको मूल कानुनमा यो 4वटा मात्रै मान्छे हो मान्यता पाएको। अरू तपाईँ हेर्नुहोस्, मगर गुरुङ राई लिम्बू कामी दमाई सार्की नेवार थकाली माझी कुमाल दराई कतै पनि तपाईँ पाउनुहुन्न। त्यो त्यहाँ नलेखिनुको अर्थ हो देशको मूल कानुनले हामीलाई चिनेन। देशको मूल कानुनले हामीलाई नचिनिसकेपछि अब हामीले अधिकार पाउने कुरै छैन है। हाम्रो खुन पसिना, हाम्रो भोट, हाम्रो लगानी खेर जान्छ, खेर गइराखेको छ यो देशमा आजसम्म। संसारमा सिङ्गापुरमा लोकतन्त्र आएको 15 वर्षपछि कहाँ पुग्यो? दक्षिण कोरियामा लोकतन्त्र आएपछि कहाँ पुग्यो? स्विजरल्यान्डमा लोकतन्त्र आएपछि आज कहाँ पुग्यो? हेर्नुहोस्, अब यो देशमा लोकतन्त्र आएर झन गरिब किन भइरहेछ त भन्दाखेरि यहाँको शासकहरू खराब छन्। उनीहरूले आफ्नो फाइदाको लागि उनीहरू आफूले मात्रै मै खाउँ, मै लाउँ, मै सुख सयल गरौँ भन्ने उद्देश्यले कानुन बनाएका छन्। उनीहरूले त्यही अनुसारले चाहिँ व्यवहार गरिरहेका छन्। यसको मतलब उनीहरूले त गर्ने नै भए। अब हामी पनि के हुनु पर्यो भन्दा चेतनशील हुनु पर्यो। हामीले पनि जान्ने सुन्ने हुनु पर्यो। अब हामी अगाडि बढ्नु पर्यो। हामी नै अगाडि बढ्दैनौँ भने फेरि हुँदैन। त्यसै कारणले गर्दाखेरि यो देश किन बनेन त भन्दा यो देशको चाहिँ जति पनि मूलवासीहरू समुदायहरू त्यो मध्ये मगर पनि हो र हामी चाहिँ चेतनशील हुन जरुरी छ। चेतनशील भएर अघि बढ्न जरुरी छ।